नमस्कार दर्शक तथा श्रोतावृन्द, स्वागत छ तपाईलाई नेपाली कथाको यो नयाँ भिडियोमा। आजको भिडियोमा मैले एक पैसा कथा संग्रहबाट कथाकार कुलचन्द्र कोइरालाज्यूले लेख्नु भएको कथा माला लिएर आएको छु। आशा छ तपाईलाई यो कथा माला मन पर्नेछ। कथा माला, कथाकार कुलचन्द्र कोइराला। 2 दिनको लगातार मुसलधारी झरीपछि पानीले धोइएर प्युरी झैं बनेका सेता बादल हिमालका काखमा खातै खात लागेका देखिन्थे। अग्ला पर्वतका चुचुराहरू थमिलो कुइराको फेटा बाँधेर धोलिएका थिए। नीलो सगरमा लुम्चा लुम्सी सेता बादलका टुक्राहरू सन्ध्या किरणले सुनबुट्टे बनेका थिए। हिमालसँग जुहारी खेलेर सुसेल्दै दौडेको हावाले कुतकुती लगाएका वृक्ष तलाहरू कोमल पालुवाका हात हल्लाएर नाइ नाइ भने चाहिँ देखिन्थे। हाँगा पातको त्यो हिलाइसँग जिस्कन आइपुगेका सुनौला किरणहरू पातका चेपबाट फुस्केर हरिया चोरमा गलैँचा बन्नु पुगेका थिए। चमेली यो बेला बनैया फूल जम्मा पारेर खरको त्यान्द्रोमा गुनगुनाउँदै माला उन्नमा व्यस्त थिए। उसका नजिकै बसेर तिलकाने पाठो उग्राउँदै यो दृश्य हेर्दै थियो। आँखाले भ्याएसम्मका डाँडा पाखा टार टरेली हरिया घाँस वनबुट्टाले महासमुद्र जस्तै देखिन्थ्यो। त्यसबीच कमेराले पोतेका टल्कने पातला घरहरू छानाबाट धुवाँ उकिल्दै घामले चम्कन्थे। बाबुयोमा नौरङ्गे फूल जम्मा पारेर उनेको माला एउटा पोथ्राको ठुटामा झुन्डिएर चमेलीले आङ तानी अनि नजिकै बसेको पाठोलाई सुमसिमाउँदै मुख चोरेर मुहाई खाई। प्यारो गर्दै लाडे बोलीमा भने, मेरो प्यालो बथानी। पाठोले उसको ममतालाई बुझे जस्तै गरेर म्या गर्यो, तनक्क आङ तानेर आङ भाँच्दै नाच्न लाग्यो। चमेलीले निधारतिर झरेको अखल पन्छ्याउँदै वरिपरि हेरी। निगालोको टुप्पामा बसेको जुरेली चिची गरेर सैसेला खेल्न लागेको थियो। चमेली चाल मारेर बिस्तारै जुरेलीको नजिकै पुगी। हात लम्काएर पक्रन खोज्दा जुरेली उडेकोले ऊ निकै चुकचुकाई। चमेली उठेर घुम्दै नजिकैको छारानिर पुगी। खाम छाया परेको किनारैनिर पुच्छरले ठिकी च्याउ खेल्दै धोबिनी नाचेको देखेर टक्क उभि। यो बेला उसलाई बनेको याद आयो र मनमनै भनी, बनेदाई भएको भए कति सजिलै समातिदिने थियो। बनेको सम्झनाले उनलाई यो खेलबाडबाट बिउजाइदियो। ऊ फनक्क फर्केर उकालो लागि। माथि पुगेर हेर्दा पनि धोबिनी छहराको किनारमा छरिएका ढुङ्गामा पुच्छर उठाएर फुर्र फुर्र गर्दै थिए। बनेले पाखाबाट गाई गोरु जम्मा गरेर थुम्कामा ल्याइसकेको थियो। बाख्रा गोठाल्ने चमेली कहाँ होली भनेर एकपटक सम्झियो अनि पटुकामा खुसारेको बाँसुरी झिकेर रसियाको भाकामा एक रनको घुमायो। बाँसुरी फुक्न छोडेर 1-2वटा गीत गायो। त्यसमा पनि मन रमेन। घरमा गोसनौटाहरूले गाउने सिलोक, एक दिन नारद सत्यलोक पुगेगा भन्ने पनि भाका फिराई फिराई भन्यो। त्यो पनि रहर लाग्दो भएन। वरपर आँखा दौडाएर हेर्यो। अब वस्तुभाव जम्मा गरेर बाटो लाग्ने बेला भएको ठम्यायो। यसबेला उसलाई चमेलीको याद आयो र मनमन गुनगुनाएर हाँस्दै भुतभुतायो। मोरी आज पनि कुन डाँडामा बसेर माला उन्दै हुलिथ्यो। जन्म भने कमारीको, माला उनेर दिन बिताउँछे खसिनेहरूको जस्तै। उसका बाख्रा पनि सधैँ मैले नै जम्मा गरिदिनु पर्छ। मनमनै चमेलीको खेलबाड सम्झेर हाँस्यो र गाई गोरु जम्मा गर्न पाखातिर लाग्यो। वस्तुभाव समेट्दै एक पोल्टो अड्चल टिपेर थुम्काबाट तलतिर लाग्यो। चमेलीले परबाट गाई बटुलेर आउन लागेको बनेलाई परेबाट देखि र नजिकैको झ्यासमा लुकी। एक सुरमा गुनगुनाउँदै आएको बनेलाई नजिकैबाट हाउ गरेर तर्साई। बने हात्तिएर थ्याच्च बस्दा पोल्टो फुस्केर अड्चलेका दाना छरीबरी भएर पोखिए। चमेली हितका छाडेर लडीबुडी खेल्दै हाँसी। बने एक पटक रनक्क तात्यो, तर पछि सँगसँगै हाँस्न थाल्यो। धेरै बेरपछि भन्यो, पख छौडी, कुनै बेला मेरो पालो आउला। तेरो सात नौडाए त बनेको नामै नलिएस्। छरिएका अड्चल टिपेर खाँदा धोबिनी पक्रिने कुरा चमेलीले बिर्से। चाँदीका ठिकुरा जस्तै चम्केका गौरा पर्वततिर कहिले बनेका आँखा पुग्दथ्यो भने कहिले हाँसोले रातो मुख पारेकी चमेलीका सुन्दर मुखतिर। चञ्चली मनकी केटी चमेली अति नै राम्री थिए। भर्खरै किशोर वयतिर उक्लन खोजेकी चमेलीको सानिध्यमा बनेले सधैँ जीवनका सुख दुःख बिर्सने गर्दथ्यो। उसलाई गीत गाउँ गाउँ झै लाग्यो। पटुकामा घुसारेको बाँसुरी झिकेर रमाइलो तान छोड्यो। बाँसुरीको तानमा मस्त रमेको बनेका गालाभरि अड्चलेका दाना थिचेर चमेलीले हाँस्दै रङ्गाइदिए।
एकैछिनमा डाँडामा बिसाउन लागेका घामले आफ्नो लालीमा छरेर हिमालका चुचुराहरू रंगाइदिए। हरियो वनमा छिरोलिएका किरणहरूले डाँडा पाखा धूप छाएको सारी पहिरे जस्तै देखियो। टाढा छ्याउकिरीको आवाज र चराचुरुङ्गीको चिरविरीले वनको शान्ति नै खलबलिन थाल्यो। खोल्साका झाडीमा लामफुच्रेको कोकोहोलोले डरलाग्दो बनायो। हरियो झ्याउको गुजुल्टोमा जम्मा पारेका सुनाखरीका सेता र पहेँला फूलहरू पोल्टामा बोकेर चमेली बनेको पछि पछि लागि। गाई बाख्रा जम्मा पारेर बाटो लगाउँदै बनेले एउटा ठूलो घाँसको मुठो टाउकामा बोक्यो। चमेलीलाई नदेखेर एक दुई पल्ट बोलायो, चमेली, ए चमेली। चमेली मुसु मुसु हाँस्दै रुखको आँटमा नबोलिकन लुक्न पुगे। चमेली नबोलेकोले बने गीत गाउन थाल्यो। फूल फुल्यो बनैमा, फूलै टिपी, फूलै लाउली, हाँसी मुख बोल्दिनौ, मरेपछि के पो लैजाउली। चमेली खित्का छाडेर हाँस्न थाली। बनेले छोकिएर भन्यो, के बौलाइस? को बौलाएको? मुख हेर त पानीमा गएर। चमेलीले भने। पछि बनेले सम्झ्यो, अघि उसले अर्चले मिचेर उसको मुख रंगाइदिएकी थिए। बने दौडिएर छहरमा पुग्यो। पानीको ऐनामा मुख हेरेर भुतभुतायो। पानीले मुख धोएर पटुकाले पुस्दै फर्कियो। चमेलीले अघि उनेर पोथ्रामा झुन्ड्याइराखेको नौरङ्गी माला हावामा बयली खेलिरहेको थियो। बनेले ठुटाबाट झिकेर वर्काई फर्काई हेर्यो र भुतभुताउँदै भन्यो, मोरी कमारीको कोखमा जन्मेर माला उनेर नै बस्न पाउलिस। रात दिन मरेर काम गर्दा पनि काम भएन भनेर लौराले माला जस्तै सुम्ला बनाइदिन्छन् तेरा पिठ्युमा मालिकले। राजाका दरबारमा बस्ने सिप देखाएर सुख पाउलिस यो गाउँमा। हातमा माला बोकेको बने भन्ज्याङमा निस्कँदा चमेली घाँसको मुठो टाउकामा बोकेर गाई बाख्रा थपाउँदै तल ओह्रालोमा पुगिसकेकी थिए। साङले खोलाको पानी छङछङ गरेर नागबेली परेर बगेको थियो। सुनौला टहकले मोती जस्तै टल्केर। आकाशका छेउछाउका बादलले टुक्रा रक्ताम्य देखिन्थे। हिमालका काखमा सुनौला सिँढीको लहर देखिन्थ्यो परैसम्म। बनेले हरियो वनको बीचमा नागबेली भनेर रेखिएको गोरेटो बाटोबाट जाँदै गरेकी चमेलीलाई हेर्यो। उसका मनमा के कुरा खेले। चमेलीको चञ्चले स्वभावभित्र पनि उसले कताकति मायालुपन भिजेको अनुभव गर्यो। पश्चिमपट्टि माथिसम्म डढेको सगरमा माथि बौडाइका एक जोडी नाचिरहेका थिए। बादलको खुम्टो ओडेका सुनौला पहाड हेरेर उसले विचार गर्यो, कत्तिको सुन, साँच्चै सानो एउटा डल्लो सुन मात्रै पाउन सके पनि आफ्नो र चमेलीको मोल बाजेलाई तिरेर दामे खर्ती हुने थियो। मालिक पनि फुरुङ्ग हुन्थे होलान्। कमरा कमारीको जिन्दगीबाट पार पाएर ठूलो घर, गाई भैँसी, खेत बारी जोड्थे। सुनले छापिएकी हुन्थे चमेली र आमानी। ऊ पनि पार हुन्थिन्। धन तिरेपछि त। भन्ज्याङबाट ओह्रालो लाग्ने बेलामा उसले फर्केर हेर्यो। दक्षिणपट्टि टाढा टाढासम्म फिजिएका ठूला साना थुम्का थुम्की र मिलेका लम्साइला डाँडाका निलो लहर। त्यसपछि हरिया मैदान बीचबीचमा खोला खोल्साका अनेकन खाँज थमिला छाया। टाढा कता हो कता सुनौला पहाडको सिउर्नेर आगामा तातेका फलामे थाल जस्तै रात सूर्य डुब्न लागेका थिए। बनेले गौरसँग हेर्यो। झाडीमा चराहरू आतस लाग्दो खलबल गर्थे। चमेली फर्कँदै हेर्दै गाईबस्तु थपाउँदै गाली गर्थे, ह पख तँलाई। थनेले चुपचाप नजिकै पुगेर चमेलीको शिरबाट घाँसको मुठो फुत्त थुत्यो। उसले फर्केर हेरी। बनेले हातको माला देखाउँदै भन्यो, ला तेरो माला। चमेलीले नाइ गर्दै भने, तिमीलाई नै हुनेको, लगाऊ तिमी नै। के म लगाइदिउँ? बनेले भन्यो, धत भाइटिका हो र, फेरि तैँले के लगाइदिलिस्? भाइटिकामा पनि हाम्रो त जोडा बाँधिदिने रे, बाजेले भनेको। चमेलीले मुख बिगारेर आँखा तरी। भने हा गरेर हाँस्यो। एकैछिनपछि फेरि भन्यो, साँच्चै भन्या तँके त खसबिनी हुने सुर छ र? चमेलीले मुख बङ्ग्याएर ह्या गर्दै फर्केर हिँडे। भने फेरि एकपटक खितिती हाँस्यो र दौडिँदै गएर चमेलीलाई माला लगाइदिँदै भन्यो, तेरो काम पनि माला, नाउँ पनि आजदेखि माला। चमेली, जाई, जुई, केसरी आदि एउटा बोटका फूलको नाउँ के राम्रो। माला त धेरै फूलको एउटै नाम। चमेलीले कुइनुले खुच्याई माला छिनालेर धुजा पारी। एक थुङ्गा पनि च्यातेर पर फ्याँकी गम्म घम्केर नबोलिकन हिँडी। उसका सेता गाला अलिअलि राता र तमतमाइदा देखिए। बनेको घाँसको मुठो काखी च्यापेर गाईलाई हपार्यो। बनेले घाँसको मुठो काखी च्यापेर गाईलाई हपार्यो। उसको भोलिमा लहर लागेर हिँडेका गाई गोरु तछाड मछाड गरेर दौडन लागे। कोराली गाईहरू यो भेटभाटबाट छुट्टिएर ठाडो पुच्छर लगाउँदै दौडिए। बाख्राको तातीलाई नै तितर बितर पारेर अघि नाच्दै उफ्रिँदै भाग्थे।
वर्षाको हरियालीले पुष्ट भएका गाई बाछाको यो दौडले तितर भएका बाख्राहरू बल्ल तल्ल चमेलीले जम्मा गर्न सकी। घरमा पुगेर गाई बाँधेर घाँस हालिसक्दा बादलको पर्दा च्यातेर गौरा पर्वतका टाकुरामा जुन हाँसे। घरभित्रबाट साँझको आरती सकी लामो स्वरले शङ्ख फुकेको आवाज आयो। बनेले पिँढीको अँध्यारो कुनामा बसेर सुस्ताउँदै आकाशतिर हेर्यो। उसका मनमा अनेक डर, त्रास, शङ्का जम्मा हुन्थे। घरमा आएपछि कसले कुटाई खायो, कसले गाली खायो, को बेचियो, को किनियो आदि कुरा घर आएपछि सुनिने। ऊ स्वतन्त्र जिन्दगीको अनुभव गर्थ्यो जंगलमा मात्र। यहाँ हप्काई खानु, गाली खानु त साधारण थियो। एउटाको रिसमा अर्को पिटिनु र सबैको एकाएक कुटिने पाली आउनु पनि आश्चर्य थिएन। यसकारण घरमा आइपुगेपछि उसले आफूलाई एकदम सानो निरीह भएको अनुभव गर्दथ्यो। त्यसै पनि खुम्चिएको बनेले नजिकैमा उभिन आइपुगेकी चमेलीलाई पनि देखेन। चमेलीले बिस्तारै बनेको कुमलाई कोट्याई। बनेले पुलुक्क हेर्यो। उसले बिस्तारै भने, तिलकाने पठेग्री त छैन। बने एक्कासी छाँगाबाट खस्यो। चमेली खुम्चिएर प्यात्त पेटीमा बसी। उसले झन्झन सानी भएर आफू भुइँमा बिलाउन लागेको अनुभव गरी। बनेको मुख सुक्यो, सर्वाङ्ग जीव गल्यो। मनमा उठेका त्रासहरू ज्वालाले पेट नै हुडेलियो, देही नै पिर्सुलियो। बनेले आफ्नो कुममा मुख लुकाएर रोइरहेकी चमेलीको एकपटक आँसु पुछिदियो। बिस्तारै उठेर भन्यो, पख, म खोज्न जान्छु। बने गयो, उडेर गयो। गाई बाख्रा लगेका पाखामा। उसलाई मान्छेको डर अगाडि वनको बाघको डर लागेन। दौडेर दिउँसो घुमेको सारा जंगल चाहर्यो। बादलबाट छुल्केका जुनको दोछायामा खोज्नसम्म खोज्यो। बेला बेलामा फर्की आएको बाटोतिर पनि उसका आँखा पुग्दथे। मालिकको भयावह आकृति बारम्बार उसका आँखा अगाडि नाच्दथे। दुधेली छायामा देखा परेका 2-4 ठुटालाई पनि मालिकै सम्झेर ऊ झस्कन्थ्यो। तिलकाने पाठी फेला परेन। बने आकस्मिक भयले सन्त्रास्त हुँदै घर फर्कियो। गोडा अघि बढ्दैनथे। मालिकको भैरव मूर्ति, लट्ठी, दाम्लो, लात्ती बराबर आँखा अगाडि झुत्ती खेल्न आइपुग्थे। बनेले थ्याच्च बसेर सोच्यो, यसै लाहुर भागे के होला र। किन्तु बनेका अगाडि चमेलीको बाल सुलभ मुख, डर, त्रास र उसका बलित्र धारा आँसुले उसका सबै मनसुवालाई पन्छाइदिए। साँझमा पनि गाई बाख्रा नआइपुगेको र चमेली बने पनि भित्र नपसेकाले दलमर्दन मुखियालाई शङ्का परेकै थियो। बाहिर आउँदा पिँढीको कुनामा रोइरहेकी चमेलीलाई देखिहाले। मुखियाले पहिले नै एक थप्पड लगाएर जङ्गिँदै भने, के गरिस् बजिनी, खोइ बने थारू। चमेलीले डाको छाडी जवाफ नपाएका दलमर्दन मुखियाले लात्ती, मुड्की, चड्कन लगातार चलाए। चमेली एकै डल्ल परी। डरले उनको अगाडि पुगेर रोक्ने कसैले हिम्मत गरेन। खोप्राभित्र बसेकी फूलमतीले बल्ल तल्ल थाहा पाई। खपीपछि गरेकी हुँदा दौडदै आएर चमेलीलाई छेक्दै भने, हजुर यो अभागी राट मर्ली सानै छ। मुखियाले दारा किट्दै फूलमतीलाई 2 लात बजाए। नजिकै उभिन आइपुगेको चामेलाई एक थप्पड लगाउँदै भने, भद्रो हेर्छस्, गाई बाख्रा के हरायो, हेरिस अहिलेसम्म। चामे लुते कान लगाएर गोठतिर दौडियो। काले हर्के पनि मुखियालाई चुठाउन ठिक पारेको कोपरा पानी छाडेर गोठतिरै लम्के। गाईगोठको कुनामा आइपुगेको बनेबाट सबै कुरा पत्ता लाग्यो। बनेलाई डोराएर डराउँदै मुखियाका सामु ल्याए। बेलैमा हेरविचार नगरेकोमा सबै कमाराहरूले थप्पु खाए। बने र चमेली दुवै बेहोस भइसकेका थिए। पर्सिपल्टको राति चमेली होसमा आएपछि फूलमतीले रोँदै भने, डर राखेर काम गर्नु पर्दैन, स्वाठे मोरामोरी हो। कस्तो मापाका रिस छ, बराजैको। कमराको जुनी हो कि ठट्टा। तेरी आमा केसरी कुटाइले नै मरी बिचरी। बुधे जस्तो लक्का जवान अगुल्टाको गोदाइले आँखै नहेरी मर्यो। अभागी हो, मानु टुङ्गिएको रहेनछ र बाँच्यो। मैले त 4 पल्ट भयो होला गोदाई खाएको, अब कति बाँचुली र। खोप्राको कप्याटे ढोका खरक्क उघार्दै चम्पीले भने, दिदी के गर्छौ हो? आइज भित्रै आगो ताप्दैछु। चम्पी लुसुक्क भित्र पसेर आगो ठोस्दै चमेलीपट्टि हेरेर भने, अब त बाँची यो पल्ट, अझै कति भुक्तान खानु छ, किन मर्थी? बने त भोलिदेखि उठ्ला पनि, सित्तै कुटाए खाए मोरामोरीले। हेर न, तिलकाने पाठी त बिहानै मटानको चिडीमा लगेर बाँधेकी रहेछन्। सानी गोस्नौटीले कसैले नदेखेका दिनभरि कस्तो मापाको रिस। मेरा पहिलेका घरका बराइजै त निकै सोझा थिए। बजे भने सधैँ अगुल्टोले थुतुन पोल्न आउँथिन्। बाजेले मन पराए भनेर त झन् त्यसै मर्थिन्। फुट्टी आँखाले हेर्न नसकेर त हुने। उनैको जोडले मलाई मुकुन्द कहाँ बेचेको। 7 घर घुमेर यो मसाने घरमा आइपुगे। कर्मैको खेल त हो नि। फेरि उसले फूलमतीको कानैनिर मुख पुर्याएर फुसफुसाई, होइन चमेली त झन् मुखिया बुढाकै छोरी भन्या होइन। ओठ लेप्राउँदै फूलमतीले भने, भएर के त बोल्नुहुन्छ र? सियार्ने मुसे कमारो छँदै थियो। केसरी थिए पनि बिछट्टै राम्री।
ऊ पनि दामु पातदेखि त छोरी हुने। मुखियाको गोडा टोक्न ऊ छौन्जेल अरू जान पाउँदैनथे। कहिले कहिले त रातभरि नै उही मुसे एक्लै खोप्रामा को बोलोस्। पछि त छुनै पाउन छोड्यो। बालु कार्कीकी छोरी राम्री देखेर मुखियाले कान्छी ल्याउने कुरा गर्दा कमारी सुम्ठनेलाई किन चाहियो कन्ने केटी भनेर मुसेले भनेछ। अनि कुटाईले हात भाँची माग्यो, आँखा फुट्यो। 1 महिना त थलै पर्यो बिचरो। केसरीले मर्ने बेलामा पानी पनि खुवाइन। कान्छी खसबिनी बिहा गरेपछि केसरीसँगको लसपस थाहा पाएर दाजु बोलाई सुईको दिएछन्। अनि पो त आगो बलिहाल्यो। उसलाई नबेचिकन सुखै पाइएन। जेठानको हातमा चमेली समेत 2 छोरी र 2 छोरा जन्मेका थिए। 3 वटा त बेचिसके। अब यही चमेली बाँकी छ। आँखा र नाक हेर न, ठ्याम्मै मुखियाकै जस्तो छ। चम्पीले स्वाँ सास फेर्दै भनी, दैवको खटन, आफ्नै सन्तान बेच्दा पनि पापको डर छैन, कस्तो ढुङ्गो मन। फुलमतीले अगेनामा ढाँट सेक्दै भने, भोभो छाडिदे पाप धर्मका कुरा, किनकि कमारीको भाउ कुकुर बिरालोको जति पनि छैन। तल्लो जातको पनि राजी बेराजी हुन्छ। कमारीलाई भने कमारो खाली भयो कि जोडा बात्न बाचो किने झै किन्छन्। राम्री तरुनी देखे नाउँ मात्रै कमाराको। हेर्न मलाई नै 13 वर्षको उमेरमा रुवाउँदै 3 दिनको बाटो कुदाएर ल्याए। यता 7-20मा किनेर ल्याए हर्कवीरलाई र जोडो बाँधिदिए मसँग। कुमार ग्रह उतार्ने हर्कवीर चौपट्टै माया गर्थे। 2 छोरा पाए। अनि बाजेले साउ लाग्यो भनेर उसलाई एकातिर बेचे, मलाई अर्कातिर। हामी दुवै रोयौं, करायौं, केही सिट लागेन। घुम्दै फिर्दै अहिले यस्ता गुवागे बुढासँग कहर काट्नु पर्या छ। आच्या दिदी मन पर्या छैन? चम्पी खितिती गरेर हाँसी र भनी, म त तँलाई मात्रै भन्या, हेर न कुटी रहन्छ भन्या। कसैसँग हाँस ख्याल पनि गर्न नहुने रे। कुन चाहिँ कमारीको सत्य धाउन पाउँछे लौ। चम्पी बोलाएको सुनेर उठी। चमेलीले बनेलाई सम्झी। चम्पी र फुलमतीका अनौठा कुरा उसले सबै बुझिन। उसले सम्झी बनेले भनेको उसलाई र बनेलाई जोडा बाँधिदिन्छन् भनेर। अनि त्यसै लाज लाग्यो। मनमा नै विचार गरी उसलाई माया गर्ने बने र फुलमती बाहेक अरू को छ र। उसले सम्झदै गई बनेले सघाएको, घाँस काटिदिएको, आर्चल टिपेर खान दिएको, माला लगाइदिएको र उसैले जिस्कदै भनेको कुरा। उसले भनेका कुरामा बनेले कहिल्यै नाइनास्ती गरेर फुलमती ढाँट सेक्दै भुसुक्क निदाई। चमेली बिस्तारै उठेर बने सुतेका ठाउँमा घस्रदै पुगे। नजिकै पुगे पनि बनेलाई बोलाउने सास चमेलीलाई भएन। बनेले नजिकैको तातो सासले झल्यास्स भिम्जेर छाम्यो। कपालदेखि सबै जिउ सुमसुमाएर मुसार्यो। चमेलीको मुटुमा एक्कासी गाँठो परेर आयो। उ रोई। बनेले चमेलीको टाउको छातीमा टाँसेर आँसुले भिजाउँदै भन्यो, माला म लाहोर जान्छु, लाहोर। चमेलीले अँध्यारैमा टाउको उठाएर कहाँ लाहोर भनेर सोधे। पर 6-7 डाँडा काटेर जानुपर्छ, मैले पनि देखेको छैन। चमेलीले सम्झे। बने लाहोर गयो भने बाख्रा कसले फर्काइदिन्छ? घाँसको भारी नपुगे कसले सगाइदिन्छ? पाठी हराउँदा को खोज्न जान्छ? नाइ भनेर ऊ चुप लागि। मनमा के कुरा खेले, तर उसले बनेलाई भन्न सकिन। चमेलीबाट केही जवाफ नपाएको बनेले स्वाँ सास फेर्दै भन्यो, धेरै पैसा ल्याएर मुखियालाई मोल तिरौला, तेरो पनि मेरो पनि। अनि हामी दामे घरती हुन्छौं, फुक्का फाला, माथि पाखामा खोप्रो बारौला, गाई किनौला। आम्मै नै, चमेलीले स्वाँ गर्दै भने, उनको पनि मोल तिरौला, हामी 3 जनाको। चमेली अकमकाई। एकछिनपछि भने, नाइ त्यति टाढा। बनेका आँखामा फेरि आँसु छसल्किए। उसलाई लाग्यो चमेली पनि साँच्चै माया गर्छे। ऊ भागेर टाढा लाहोर जाँदा कोही रोनेछन् र भन्ने मान्थ्यो। चमेलीको माया उसलाई थाहा थिएन। बनेले छन मसक्क आँट्यो विदेशिने। लाहोर गइकन पैसा कहाँ पाउने? मोल नतिरिकन कसरी फुक्काफाल हुने? कहिलेकाहीँ सम्झन्थ्यो ऊ लाहोर गएको बेलामा चमेलीलाई बेचिदिए भने फेरि सम्झ्यो, यही बसे पनि त बेचिन सक्दछु। पैसा तिर्न सके भने जहाँबाट पनि त फर्केर आउला, मोल 12-20 नै दिनु पर्ला। त्यति न हो? घाम छाया छरी तुसारो गर्दै 8 वर्ष बिते। गाउँका ठिटा समेत मतो बाँधेर लाहोर हिँडेको बनेको चर्चा अब हराइसकेको थियो। कहिलेकाहीँ कुरा चल्दा सतको धन भए दरगाहमा पनि लिन्छु बजियासँग भनेर मुखिया कुर्लन्थे। नुन कपडाको महँगीको कुरा चल्दा उजरिस्तानमा लडाई चम्केको कुरा गाउँका द्वारेका मुखबाट चमेलीले सुनेकी थिए। बेला बेलामा बनेलाई सम्झेर उसको छाती ढक्क फुल्थ्यो। मनमा नै पुकार गर्थे, सिद्ध ठाकुर, कमलामाई, बनेलाई बचाइदेऊ, म एक जोर परिवार एउटा पाठी चढाउला। ऊ आएपछि सिद्ध ठाकुरलाई खीर पकाएर पूजा गरौँली। चमेली अब 20 वर्षकी तरुणी भई। सेता दाँत, हसिलो अनुहार, चिनेको कम्मर, उठेको छाती, फुकेको आङ जाङ, जे हेरे पनि पिचट्टै राम्री। उसको जोबनसँग खेलबाड गर्न कतिले सुर कसे, कतिले किन्न खोजे। कमराहरूको त के कुरा, गाउँका तन्देरी गौसनौटाहरूकै ताती लाग्थ्यो उसको पछि।
तर उसलाई चुकाउन कसैको जोड चलेन। चमेलीको जीवन देखेर दलमर्दनका मुखमा पनि पानी भरिन्थ्यो, टोलाएर हेर्थे। अनेक हावभावले चमेली भनेर चिच्याउँथे, किन्तु चमेली कहिले एकान्त बेलामा देखा परिन। मुखियाको आनीबानी थाहा पाएकी मुखिनीले पनि उसलाई जोगाइन्। कान्छी स्वास्नीको अगाडि छिचरो हुने हिम्मत मुखियाले गर्न सकेनन्। मुखिनी नभएको बेला पारेर दलमर्दन चमेली सुतेकै ठाउँमा पुगेर पौरख देखाउन खोजे। मुठभेडमा कसको जित भएको नि? दाँतले टोकेको नारीमा लहरे दाँतका डोपहरू देखेर मुखिनीले रहस्य थाहा पाइन्। खाउनेको हुँदा पनि दामलको खत जस्तै भएर बुढो तिर्सनाको चिनो बाँचुन्जेल मेटिएन। मुखिनीले रहस्य थाहा पाएकै पर्सिपल्ट चमेलीलाई बेचिन्। ऊ रोई कराई माफी मागी, कसले सुनिदिने र? उसको निम्ति जोडा बाँधिदिने सन्ते भुत्ते बलियो थियो। एउटा आँखा फुलो परेको भए पनि एउटा आँखा तरेर बाङ्गने मुखले फर्काउँथ्यो। भाग्य मानि परिस्, ठुलाका घर म जस्तो लोक्ने, अब के खोज्छेस्? बनेले केही दिन रलिएर पल्टनमा जागिर खायो। देश हेर्यो, ठाउँ हेर्यो, लडाईँमा पुगेर एउटा हात खन्जाहा पार्यो। पठानको गोलीको घाउ बोकेर धेरै दिन अस्पताल पनि रोग्यो र धेरै पैसा र पेन्सन समेत लिएर घर फर्कियो। यसबीच घरका मालिकको इच्छा विरुद्ध चल्दा जोडाको जोडी भएर रहन नमान्दा चमेलीले धेरै फजिती भोगी। अहिलेसम्म उसले आफ्नो नासो सुम्पिन। तबसम्म हाड चुरचुर बनाउने चुटाई खाई। 2 पटक यसबीचमा भागेर जन्मघरमा पनि आई, शरण मागी, रोई कराई, कसैले सुनेनन्। फुलमतीले उसैकी आमाको कथा सुनाउँदै भनी, यो जिद्दी छाडिदे, म बाजेकी भनेर यस्तै घमण्ड गर्दा तेरी आमाले ज्यान फाकी। यो सबै सहनलाई त हामीलाई देउताले कमारी बनाए नि। त्यसै रात खोज्दै आएका मालिकले चमेलीलाई चुल्ठामा समातेर गोद्नसम्म गोदे। रातभरि पाता कसेर राखे। नकोट भन्न मुखिनी एकपटक निस्केकी थिइन्। पैसा सोहेर यो कुरा गर्ने? लौ भन्, यो कसकी? ताउमा आएर रुपैयाँ तिरिदिन पनि आँटेकी हुन्। तर फेरि मुखियाको बानी सम्झेर यसपछि त ढोकै खोलिनन्। यो दोस्रो घटनाको 1 वर्षपछि नै उजुरिस्तानको लाहुरे बनेको बनवीरले गाउँमा पाइला हाल्यो। अङ्गभङ्ग भएकोले पल्टनबाट छुट्टिएर वर्षको 300 पेन्सन पाउने भएको थियो। 600-700 भन्दा बढ्दै रुपैयाँ लिएर आएको बनेले आफ्नो मोल 8 बिस बाहेक भागेको बेलादेखि आजसम्मको कामको हर्जना पनि हिसाब गरेर बुझायो। आमा फुलमतीको 26-10 रुपैयाँ समेत चान्चुन 600 जति। 26 रुपैयाँ ठडुवा सुहारो किनेर बनेले घर पनि बनायो। एउटा गाई किन्यो, 2टा बाख्रा, पाठी पनि बाँध्यो। घर जाम गरी हाँडो भाँडो जोड्दा पनि उसँग पैसा सकिएको थिएन। दाम तिरेर पार पाएको र स्वतन्त्र घरबार गरेकोले अब बने लाहुरकै नाउँ बनवीरले बोलाइन्थ्यो। पेन्सनको पट्टा आलेथर भए पनि गाउँमा भुजेल भयो। चमेलीको करुण कथा सुन्दा बनेलाई ज्यादै दुःख लाग्यो। तर घरबासको बन्दोबस्त नगरी चमेलीलाई भेट्न जान मन गरेन। एक दिन चमेलीका मालिक कहाँ पुगेर चमेलीलाई दामे बनाउन माग्यो। परल मोल भन्दा 2 बिस बढी पाएपछि चमेलीलाई पार गरिदिए। चमेलीको एउटा छोरो पनि भइसकेको थियो। त्यसको पनि दाम तिरेर पारे घरती बनायो। चमेलीले बनेको अङ्गभङ्ग भएकोमा दुःख माने पनि कमारीको जिन्दगीबाट फुर्सद पाएको र बनेसँग भेट भएकोले बिछट्टै खुसी थिए। हली तिहारका दिन छोरो पिठ्यूमा बोकेकी चमेली लिएर बने घरमा पस्यो। फुलमती रोटी पकाउने धुनमा पिठो फलाउँदै थिए। छोरो सहितकी चमेलीलाई देखेर ऊ ज्यादै खुसी भई। तर चमेलीले गोडा ढोक्न खोज्दा भने अत्तासिएर भनी, तैँले के गरेकी लाटी, म बजै हो र? चमेलीले पनि फेरि ठिपी गरिन्। भने मनको धोको पुगेको दिन पाएर आनन्द साथ राम्रा कल्पनामा मस्त भएर सुत्यो। भाइटिकाको दिन सबेरैदेखि टिकाको सामान जुटाउन फुलमती व्यस्त थिए। उसले अराए बमोजिम झकै गोदावरी र सयपत्रीको फूल हुनेर चमेलीले माला हुने दिए। बनेलाई टिका लगाउन को आउने हो चमेलीलाई थाहा थिएन। सबै टिकाको सामान ठिक पारेर फुलमतीले बनेलाई टिका लगाउन बोलाई। बनेले भित्र पसेर हेर्यो। टिकाको सामान र फुलमती बाहेक त्यहाँ कोही थिएन। बनेले फुलमतीतिर हेरेर भन्यो, कसले टिका लगाइदिने हो? फुलमतीले पुलुक्क बनेको मुख हेरेर घोसे मुन्टो लगाउँदै भने चमेलीले। बनेले कुरा नबुझेर ट्वाल्ल आमाको मुख हेर्यो अनि चमेलीलाई। चमेली भनेको कुरा बुझेर मुसु मुसु हाँसी। फुलमतीका आँखाबाट तरतरी आँसु चुहे। उसले भित्तापट्टि मुख फर्काएर थरथराएको आवाजमा भने, तिमीहरू एउटै बाबुका छोराछोरी मुखियाका। धनीले पाप गरे पनि धर्मको जुनीमा गर्छन्। हामीले पापीको जुनीमा बाँधिएर फेरि पनि पापै गरौँ। बने कञ्चट समातेर थ्याच्च बस्यो। बोली फुटेन। चमेली धेरै बेरसम्म सुक्क गरेर रोइरहे। केही बेरपछि उठेर बिस्तारै पानी र तेलले छेकेर बनेलाई पूजा गरी टिका लगाई, माला लगाइदिए। सम्झना लोकबाट बिम्जेको भने झस्केर करायो, माला भन्दै चमेली उसको छातीमा मुन्टो लुकाएर रोइरही। बनेको कानमा अब पनि फुलमतीको त्यही शब्द गुजिरहेको थियो।
पापी जुनी पाएर अझ पाप गरौं। एउटै बाबुका छोराछोरी मुखियाका। कथा रहेको थियो माला। कथाकार कुलचन्द्र कोइराला। यो कथा मैले 1 पैसा कथा संग्रहबाट साभार गरेको हुँ। तपाईलाई कस्तो लाग्यो कृपया कमेन्टमा उल्लेख गर्नुहोला भन्दै आजको कथा बसाइबाट म कथावाचक जमिन राईलाई बिदा दिनुहोस्। नमस्कार।